तपाईँ धरानको मान्छे हर्क साम्पाङजीको श्रम संस्कृतिको अभियानलाई चाहिँ कसरी हेर्नु भएको छ? म उहाँलाई धेरै सहयोग, अब उहाँलाई म चिन्दा पनि चिन्दिनँ, बुझेको पनि छैन, तर उहाँको धरानमा त काम देखिन्छ। मेरो घर, म जन्मेकै धरानमा हो है। उहाँले पानी ल्याउनु भएको छ, मलाई थाहा छ। मेरो घरमै पानी आउँछ। उहाँले नहुँदाखेरि पानी आउँदैन थियो, ट्याङ्करमा पानी ल्याउँछौँ। अब फिडब्याक त हामी भइरहेको कुराबाट लिन मिल्छ नि त। त्यो एउटा फिलोसफिकल वे मात्रै हुँदैन। अब हर्क साम्पाङ जुन उहाँको जुन अनुभव छ, जुन यो काम गरिराख्नु भएको छ, श्रम भन्नुहुन्छ, दिस इज फ्यान्टास्टिक फर नेपाल है। मैले चाहिँ उहाँलाई एउटा ठुलो कुरा जस्तो देखेँ। यो पोलिटिकल भ्यूमा भन्दा पनि बढी देखेको छु मैले उहाँलाई चाहिँ। एउटा पोलिटिकल भ्यू मान्छेले उहाँलाई एउटा पार्टीको आधारमा देख्नुभयो, तर मैले चाहिँ उहाँ चाहिँ गेम चेन्जर जस्तो लाग्छ मलाई। हेर्नुहोस् है, नभएको ठाउँमा गएर काम गरिदिनुहुन्छ। जुन ठाउँमा अध्ययन गर्न सकिँदैन उहाँ आएर अग्रेसिभली डेभलप गरिदिनुहुन्छ। यस्तो मान्छे त बी अनेस्ट एक जमानाको हामीले पनि हेरेको थियौँ, निख्वाङ हु जस्तो, अलिकति सिङ्गापुरको जस्तो मलाई उहाँ लाग्छ। अब ग्रास रुट त नेपालको हाम्रो त अलिक अर्कै छ नि त अरू देशभन्दा, तर हि इज अ जेम फर नेपाल है। अरू पनि जेमै हो, अहिले नयाँ आएको पुस्ताहरू पनि जेमै हो, तर सबैजना एउटै खाली हुँदैन नि त होइन। अल रिभर्स गो थ्रु डिफ्रेन्ट वेज टु मिट टु द सेम ओसन भने जस्तो। यो एकदम पोजिटिभ कुरा हो। म त पुरा सहयोग गर्छु हर्क साम्पाङको जे कार्यक्रम छ। आई वुड लाइक टु हेल्प है।